गुड मर्निङ एभ्रिवान, वेलकम टु माई ब्लग युट्युब च्यानल है। सबैलाई स्वागत छ है। अहिले चाहिँ हामी रहेको छौँ यहाँ साँकको ठुली दहमा है। अब हिजो नै आएको, हिजो साँझ नै हामी चाहिँ हिजो शुक्रबार साँझ आएर यसो तल बैरी दहमा बसेर अनि अहिले चाहिँ बैरी दह बस्यो। अनि त्यहाँ बिहान यसो उठेर हल्का फुल्का यताउता हेऱ्यो। अनि अहिले चाहिँ माथि लगाप 45 मिनटको हिँडाइपछि हामी चाहिँ यहाँ ठुली दहमा पुग्यौँ। अब अहिले चाहिँ यहाँको यसो रमाइलो दृश्यहरू हेर्दैछौँ। अब फुलहरू चाहिँ रहन्छ होइन, त्यस्तो फुलहरू चाहिँ सकेछ, त्यो असिनाले हानेर हो कि केले हो। अब यता चाहिँ अब साथीहरू हुनुहुन्छ होइन, यता सर्टपट्टि बनाउने के अनि पारि टिकटक बनाउने होइन। म चाहिँ हल्का फुल छोटो सर्ट एन्ड स्विट भ्लग बनाऊँ भनेर यसो आएको होइन। ल है त, के कस्तो हुन्छ हेर्दै गरौँ है। यत्रो बैरदहबाट जाने बाटो नि यत्रो माने रुकुमकै सबभन्दा ठुलो पुल रहेछ है। बाटो नै लामो रहेछ होइन। अब राखेर अब लङ्गिनलाई यो पुल 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 खै यो पुल पुल फेरि कस्तो रहेछ। यहाँबाट नहिँड्ने यहाँबाट हिँड्ने हिलोमा रुकुमको पुल रहेछ होइन। बाटोमा त लोड जान्छ, यहाँ त फक लगाइन्छ, कहाँ ढल्छिन्छ। यो गली कहाँ त गलीको फत्रको हिललाई अब मात्रै नभयो क्या काइडल गराउने यहाँ छ। कुमार दस्ती डबरसम्म त म बाटो भन्नुपर्छ डबरसम्म ल। त्यो छोटा बनाऊ भन्छन् अब क्या भन्छन्। अब के गर्दा लाटोसित भन्छ बिस्तारै हुन्छ। जस अरू चाहिँ यस्तै हो गाइस होइन। बाटो चाहिँ दामी लाग्यो है, बाटो चाहिँ त्यस्तै भएको होइन। अब यतातिर होइन नि खतरा होइन त्यो बाटो होइन, ट्याक्कै यस्तै पुरै यस्तै हो कि सब ठाउँमा यस्तै हो। जाने ठाउँमा कहीँ त्यस्तो नराम्रो खालको छैन। अब जङ्गलको बाटो त यसो टक्क दामी छ बाटो चाहिँ मेरो गाइस है। अब म चाहिँ अब बाटो पल्टेछु कि बाटो बिटल डबाएर गइदिनँ, ऊ लक्ठङ गर्छन्। एकछिनमा ठुल्दह पुग्यो भने त्यहाँ देखाउँला है। ठुल्दहको यात्रामा छौँ हामी। अनि चाहिँ हिजो नै आएको, हिजो आएर यस्तो तल बैरदहमा बस्यो, साँझ उतै बस्यो होइन। कपडा फेरि नयाँ बानी है, नयाँ बानी कपडा फेरि पुरै ट्याक्क होइन। यहीँबाट हामी आयौँ। ल गाइस हामी चाहिँ अब ठुल्दह प्रस्थापन गरिसक्यो है, ठुल्दह है। अब यतातिर आइसक्यौँ, म थाहा भएन। हेलो गाइज, हामी छौँ यति बेला रुकुम पश्चिमको मुस्कोट नगरपालिका 7 साकदेखि माथि टप लेकमा रहेको अत्यन्तै पर्यटकीय स्थल हो ठुली दहमा। दामी पो रहेछ यहाँ चाहिँ। अब त्यो पार्क बन्न लागेको जस्तो छ होइन। ओहो माइ गड दामी रहेछ है। ठुल्दह चाहिँ प्रस्थापन गरिसक्यौँ होइन हामीले। अब यता प्रस्थापन गरेर व्यवस्थापन गर्नु पऱ्यो होइन। राम्रो रहेछ होइन। अस्ति होइन दोस्तीहरू फोटो सफा गर्न आउँदै, अब सफा गरेर गएछन् है। दामी गरे नि फेरि यति गर्नु भने धेरै राम्रो। उता पनि छ होइन, यता पनि छ, पारि जग्गै रहेछ। सफा चाहिँ दामी गरेर रहेछन् है। अब ज्यान ठुल्दो चाहिँ यही रहेछ, दामी रहेछ क्या। हेरौँ न सबैलाई होइन, स्वाट हेरौँ। अब कोही आउन नपाउनु भएको होला, यसै भिडियोमा हेर्नु होला है। अब चाहिँ ए भाइ ठुल्दो चाहिँ यही रहेछ होइन। ठुलो रहेछ, ठुलो भलै नाम त त्यस्तै राख्दैन त कहाँ ठुल्दो, धेरै ठुल्दो रहन्छ। खर्सी बुढाले रहेछन्। दामी रहेछ ठुली दह साथमा
अवस्थित रहेको ठुलीदह है। अब यतातिर हामी चाहिँ अब 6 जनाको टोली छ होइन। ल एकछिनमा देखाउँछु सबै वरिपरिको भ्यू है। ठुलीदहको दृश्य देख्न सक्छौँ हामी। यी त चाहिँ डुबिन मऱ्यो अरे बल्लै भन्ने क्या ढाँटेले क्या यार। ए सानोको डुब मर्दा ढाँटेले यस्तो भयो यो हैरान हेराउँदै फुल सुल सुकेर हैरान भए अनि फुल छ भनेर आयो क्या एउटा फुल टिप्नु जान्छ है। ए नयाँ फुल ठुलो फुल भने यही रहेछ। यही टप्पै टिप्दिन्छु कसले नटिप्नु भन्थ्यो। यही हो फुल। यहाँ फुलको नाम भने यही रहेछ। अब यही रहेछ ठुलो रहेछ चौर चाहिँ ठुलो द चाहिँ छ कि नै त्यहाँ देखिनँ म तर चौर चाहिँ ठुलो रहेछ है। यो हेर्नु त आखा ठुलो रहेछ चौर चाहिँ। द चाहिँ कहाँ छ अब द हेर्नु बाँकी छ। साथीहरू अब हामी चाहिँ यो बनाउनु आजको कता छ तर मनले मेरो बाल्यकाललाई पुकार खोजिरहे। सक्यो लिम यिनीहरूलाई नि दिउँ अलिअलि। यिनीहरूको पनि यहाँ छ खालसाल आखा धेरै हात छ टुक्नेहरू यिनीहरूले नि खाइसकेर नि फालेर टुक्ने यिनीहरू कामै फाल्ने काम। यिनीहरूलाई नि दिएको थिएँ म अब खाइन ल। यहाँ चाहिँ अब चाहिँ यो चाहिँ अब योहरू क्या जता अब नफाल्ने कुरा आएको छ र अब होइन त्यही भएर चाहिँ यसलाई टक्क पारेर खौलो छ अरे पारि खौलोमा फर्स्ट पारेर हाल्ने होला। त्यही भएर हाल्नु यहाँहरू यता रहेछन् है। अब चाहिँ यता गएर झ्यालमै म चाहिँ फोहोर हाल्न जान्छु। यो भित्र धेरै छन् फेरि रहेछन् होइन। यसो अब भ्यू स्यू हेर्नु सक्नुहुन्छ तपाईँहरू है। यहाँ चाहिँ कसले यत्रो मनो खौलो बनाएर रहेछ। खौलो त हल्ला बगालले फोहोर भन्छ र अब यो गाडीमा चाहिँ फोहोर चाहिँ मस्त छ है चटपटे। यहाँ र बढी भाग चाहिँ चटपटे नै खान्छ मेरो। ओहो बियर कोका टुल्ने र यो हेरौँ है मैले त कति धेरै ल्याएको छु यो नि उपारी दिँदैछन् टक्क सक्ने भए। फाइनल्ली हामी चाहिँ घुम्न गएर रुममा आयो टक्क अब भ्लग एडिट गर्नु लाग्यो है। अब सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरौँ है। भिडियो कस्तो लाग्यो कमेन्टमा कमेन्ट छोड्नु होला है। अनि लाइक नि गर्नु होला। नयाँ हुनुहुन्छ भने होइन म आफै नयाँ चाहिँ छ नि त। अब सबै साथीभाइहरूले टक्क सब्सक्राइब गरिदिनु होला। यसो मेरो भिडियो पनि आउँदै गर्छ। लाइक यदि मनपर्छ भने मन पर्दैन भने होइन है। फेरि मनपर्छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला है गाइज। सपोर्ट गरौँ कि मलाई नि हल्का भ्लग बनाउन मन लागोस् होइन टक्क होइन धेरै अलि त जस्तै लाइक कमेन्ट आयो भने नि बनाइदिउँ न त हो धेरैजनाले हेर्छन् भन्ने हुन्छ नि त। त्यसैले अब मेरो पनि मलाई पनि सपोर्ट गर्नु पऱ्यो गाइज। सो त्यही हो हामी चाहिँ घुम्यौँ रमाइलो गऱ्यौँ। तपाईँहरू पनि जानु होला। त्यस्तो फोटफाट चाहिँ नगरिदिनु होला। भिडभाड हुन्छ
तर त्यस्तो फोहोर फार नगरिदिनु होला। फोहोर फाल्ने डस्टबिनहरू छ त्यहाँ, अनि खौलाहरू खनेको छ त्योमा राखिदिनु होला टक्क। तर राखिदिनु होला चाहिँ भनेर त्यहाँ धेरै साथीहरूले भने, तर त्यो व्यवहारमा चाहिँ उत्रेको छैन त्यहाँ। अब त्यहाँ राखिदिनु होला। तपाईँहरू चाहिँ यदि जानुभयो भने अझै पनि ठाउँ राम्रो छ होइन। फुलहरू चाहिँ छैन त्यति राम्रो, अब फुलहरू चाहिँ सुकिसकेको छ। टक्क मनोरञ्जनको लागि शनिबारको दिन या आइतबारको दिन धेरै मान्छेहरू हुँदो रहेछन्। त्यही हो गाइस, जानु होला, रमाइलो गर्नु होला, फुल इन्जोय ल है।